हेलो नमस्ते गाइस, तपाईको उदासमीना साथी म मनराज बुढा। आज चाहिँ मैले आफ्नै एउटा नयाँ ढङ्गबाट म एउटा कुरा तपाईलाई सेयर गर्दैछु हैन, जुन मैले आफूले भगेको कुरा हो। साथीहरु आउँदै हुनुहुन्छ हैन, तपाईहरु राम्रोसँग पढेर आइदिनु होला है। सेन्सेले सधैँ पढ भनिसिन्छ, सधैँ पढ भनिसिन्छ हैन। मेरो साथी फलाना ठाउँमा गइराछ हैन, उलाई नपढे पनि भइराछ। उले त इन्टरभ्यु नै दिएको थिएन, उले 2-3 लेसन पढेर गएको थियो, उलाई भइराछ। हामीलाई म्यामले किन पढ भन्नुहुन्छ भनेर अब कति साथीहरु भने पनि होला हैन। त्यो सोचलाई चाहिँ तपाईले हैन अब निकाल्दिनु होला के गाइस हैन। अब मलाई पनि पहिला त्यसै लाग्थ्यो हैन। अब राम्रोसँग पढ्यो भने हाम्रो आफ्नै लागि रहेछ गाइस हैन। म अहिले आएर बुझ्दैछु। त्यसैले तपाईको अझै पनि टाइम छ हैन, गर्ने दिन अझै छ। 2-3 महिना अझै बाँकी होला तपाईहरुको। सकेसम्म तपाईले राम्रोसँग पढिदिनु होला हैन। भियतनामीहरुले म्यानमारीहरुले यान 3 गरेर आउँछन्, हामी यान 5 पनि पास गरेर आउँदैनौं क्या। कुरा त्यसमा छ। त्यसैले तपाईको अझै पनि टाइम छ साथीहरु हैन। सकेसम्म तपाई एकदम धेरै अझै मेहनत गरेर आउनु होला। मेरो फलाना साथी, यो साथीले नपढेर गयो हैन, अब 1-2 महिना पढेको थियो, उलाई भइराछ भन्ने सोच्छ भने चाहिँ अहिले नै निकाल्दिनु होला गाइस। तपाईको अझै टाइम छ क्या हैन। तपाई पढेर आउनु होला, अझै टाइम छ हैन। तर हामीले के लाग्यो, साथीहरु गएको छन्, साथीहरु गरेकै छ, साथीहरु नपढी अब साथीले 2 महिना मात्र पढेर गयो, कोही साथीले इन्टरभ्यु नदिएर गयो हैन, उनीहरुले गरिरहेछन् त भन्ने सोच हैन। अहिले निकाल्दिनु होला क्या त्यो सोच चाहिँ तपाईको हैन। के हुन्छ भने तपाईको कामदेखि लिएर सबै ठाउँमा त्यो पढाइ नै हुन्छ क्या, सबै कुरामा तपाईको अझै टाइम छ हैन। अब हामीले एउटा भ्रम के भयो भने हाम्रो बारेमा हैन, हामीले के सोच्यौं, फलाना साथी गयो, साथीले त अब केही गर्न, साथीले त खाइरहेको छ, साथीले गरिरहेको छ हैन भन्ने भयो हैन। अनि हामी त्यही हिसाबले हामी आयौँ। हाम्रो त्यो नेपालको पढाइले हामीले यति छेउ पनि पुग्नु हुँदैन क्या। हामीले जुन नेपालमा सोचिरहेको हुन्छौँ त्योभन्दा धेरै फरक छ है। मेरो यति चाहिँ भन्न चाहन्छु म चाहिँ, मेरो एक्सपिरियन्स मैले बताएको गाइस। ओके।